बेल्जियमको ऐतिहासिक सहर लुओभेन घुम्न जाँदा कहाँ बस्ने भन्ने कुराले धेरै फरक पार्छ, हैन त? आज हामी hostel2.b लुओभेनको बारेमा कुरा गर्दैछौँ, जुन यो सुन्दर सहरको लगभग मुटुमै पर्छ। अब लुभेन घुम्ने योजना छ भने एउटा यस्तो ठाउँ चाहियो जहाँबाट सहर घुम्न पनि सजिलो होस् अनि आराम पनि मिलोस्। हेरौँ है त host2.be ले यी आवश्यकताहरू पूरा गर्छ कि गर्दैन। ल सुरु गरौँ hostel2.b लुभेनबाटै। यो होटलले के कस्ता आधारभूत सुविधाहरू दिन्छ र यसको लोकेसन कस्तो छ, आउनुहोस् एक एक गरेर हेरौँ। खासमा यो होटलमा के छ त? हेर्नुहोस्, बाहिर बस्नको लागि एउटा टेरेस छ, अनि एउटा साझा भान्सा पनि रहेछ जुन आफ्नै खाना बनाएर खर्च बचाउन चाहनेहरूको लागि त एकदमै राम्रो हो। र सबैभन्दा महत्त्वपूर्ण कुरा, आजको समयमा नभई नहुने होटलभरि फ्री वाइफाई। ठिक छ, बाहिरी सुविधाहरू त थाहा पाइयो। अब कोठाभित्र पसेर हेरौँ न त, त्यहाँ यात्रीहरूलाई घर जस्तै अनुभव गराउन के कस्ता व्यवस्थाहरू छन्। हरेक कोठामा आफ्नै निजी बाथरुम छ, जुन एकदमै राम्रो कुरा हो। त्यसपछि आरामले बस्नको लागि एउटा छुट्टै ठाउँ पनि छ, अनि काम गर्नुपर्नेहरूको लागि एउटा डेस्कको पनि व्यवस्था रहेछ। मतलब सबै कुराको ख्याल राखिएको देखिन्छ। होटलभित्रको कुरा त भयो, तर साँच्चै भन्ने हो भने यो ठाउँको सबैभन्दा ठूलो प्लस पोइन्ट भनेको यसको लोकेसन हो। आउनुहोस् यसको वरपर के छ त्यो पनि हेरिहालौँ। केवल 12 मिनेट। सोच्नुहोस् त, होटलबाट निस्केर जम्मा 12 मिनेट हिँड्ने बित्तिकै लुभनको एउटा एकदमै चर्चित ठाउँमा पुगिन्छ। त्यो ठाउँ हो विश्वप्रसिद्ध स्टेला अर्टोई ब्र्युरी। लुभन आउनु र स्टेला अर्टोई ब्र्युरी नजानु त हुँदैन, र यो होटलबाट त हिँडेरै पुग्न सकिन्छ। त्यति मात्रै होइन नि, सहरको मुख्य बजार डिस्ट स्ट्राट त्यो पनि 1 किलोमिटरभन्दा कम दूरीमा छ। मतलब सपिङ गर्न वा यसो बजार डुल्न पनि कति सजिलो। ल अब अलिकति फराकिलो नजरले हेरौँ। यो होटलमा बसेर लुभेनका अरू मुख्य ठाउँहरूमा पुग्न कतिको सहज छ त? हेर्नुहोस् है, यहाँबाट सहरका मुख्य ठाउँहरू धेरै टाढा छैनन्। जस्तै ल्युभेनको चर्चित क्रिसमस बजार जम्मा 2 किलोमिटर पर छ, अनि ऐतिहासिक टाउन हल र ग्रोटमार्क जस्ता ठाउँहरू पनि लगभग 3.8 किलोमिटरको दूरीमा छन्। खासै टाढा भएन। अनि हवाई मार्गबाट आउनेहरूका लागि पनि यो एकदमै सुविधाजनक छ। ब्रुसेल्स एयरपोर्ट यहाँबाट जम्मा 25 किलोमिटरको दूरीमा छ। भनेपछि एयरपोर्टबाट होटल आउन पनि धेरै समय लाग्दैन। लोकेसन राम्रो छ भनियो, तर यहाँ बसिसकेका मान्छेहरू के भन्छन् त? खास गरी जोडीहरूको अनुभव कस्तो रह्यो होला? उनीहरूको प्रतिक्रिया हेर्दा एउटा कुरा एकदमै स्पष्ट देखिन्छ। उनीहरूले यो ठाउँको लोकेसनलाई एकदमै मन पराएका छन्। अनि उनीहरूले दिएको रेटिङ कति छ थाहा छ? 8.6। 10मा 8.6 पाउनु भनेको त निकै राम्रो हो। यो स्कोर विशेष गरी 2 जनाको यात्राको लागि आएको हो, जसले यो ठाउँ घुम्न आउने जोडीहरूका लागि कति उपयुक्त छ भन्ने देखाउँछ। त्यसैले समग्रमा हेर्दा hostel2.b लुभेन खाली बस्ने ठाउँ मात्रै होइन, यो त पुरै लुभेन सहरलाई सजिलैसँग अन्वेषण गर्ने एउटा गेटवे जस्तै हो। यसको सुविधाजनक लोकेसन र राम्रो रेटिङले गर्दा लुभेन घुम्ने योजना बनाउनेहरूका लागि यो एउटा बलियो विकल्प देखिन्छ।